What's up, gang? It's me, Dinesh Thakuri, a Far Western boy. Welcome to another new branded video. आज चाहिँ हामी शनिबार विशेष मनाउनको लागि हाइकिङ गइरहेछौँ अनि हाइकिङ चाहिँ कुन ठाउँ जाने भन्ने कुरा त्यो चाहिँ सस्पेन्स रहन्छ। त्यसको लागि भिडियो हेर्नु होला। लेट्स गो। अहिले हामी चाहिँ नास्ता खानको लागि बसेको 1 2 3 4 5 6 7 जना भान्जा र म यहाँ पछाडि छ केटाहरू पछाडि जिनको चाहिए बिस्कुट ये खाना खा रहे कुछ नहीं खा रही है समोसा नहीं खा रहा त्यसले चाहिँ एउटा चुरुट आइस खाएर पड्काएर आइसक्यो चाहिँ हामी खाना खाइरहेको नास्ता यहाँ अनि यसपछि हामी कारे जलपरी घुम्न जाने त्यसपछि हामी जलपरी घुम्न जाने यहाँ छ यहाँ हमारे भंजा ये ढोला बाबु ढाबरामको यात्राको लागि निस्केको यहाँदेखि हामी 7 जना यो चाहिँ हाम्रो पल्टनवाला दाजु वाटर पियो ज्यान बनाऊ हामी चाहिँ वाटर लिएर वाटरफलतिर गइरहेछौँ आय हाय 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 झर्ना तर चिसो चाहिँ छ है। अहिले हामी स्टार्टिङ पोइन्टदेखि अहिले गइरहेछौँ। त्यही अब यहाँदेखि 3 घन्टा जति लाग्छ अरे ढाबडाम पुग्न अनि त्यहाँ पुगेपछि बल्ल कस्तो हुन्छ हेर्दै गरौँला है। हामी चाहिँ अहिले सुन्दरीजलको प्रवेशद्वार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाम्रो प्रवेश भइरहेछ अनि म जाँचको लागि एकदम तयार छु चेक गर्नुहोस् भने अनि यहाँदेखि अब सबैजना टिकट काट्नुपर्छ प्रति व्यक्ति 100 रुपियाँ चाहिँ आइसी होइन नेहरू हो नेहरू चाहिँ हो। अनि यो चाहिँ गेट यो बाटो चाहिँ पुरै ग्रेट वाल चाइना अहिले हाम्रो विपिन सर त्यसको चढाइ गर्नुहुन्छ बिस्तारै बिस्तारै पुरै माउन्टेनवाला ब्यागस्याग बोकेर है। हामी चाहिँ अहिले त्यो बाटोमा छौँ जुन यहाँ चाहिँ शैले मत्थर महादेव मन्दिर प्रवेशद्वार यहाँ छ अनि हामी जाने भनेको यो बाटो अनि यहाँ चाहिँ भ्यू चाहिँ बब्बाल छ है। ओ तल झर्ना बब्बाल छ जीवरा कहाँ जाने हो ए ढोले कहाँ से जाने ए जा हामी त अहिले पुरै डिजेको भाइबसँगै केटाहरू 7 जनाको बरसात का तेरी मेरी दिलकश मुलाकात का ये हैन म यो एउटा समात्नु पर्यो हैन यार हाल्दिन दिलाई पर्छ। यहाँ चाहिँ बाटो चाहिँ बब्बाल रहेछ कि यस्तो डेकोरेसन चाहिँ जाने यस्तो यात्री पथको लागि जानको लागि चाहिँ फर्स्टचोटि देखेको यस्तो चाहिँ अनि राम्रो छ भनौँ। अनि यहाँदेखि सिडी चाहिँ बब्बाल छ कि अनि केटाहरू केटी पायो कि गफलाई ए सिस्टर आइ एम सरी। पहिला हामी चाहिँ मन्दिर जान्छौँ त्यसपछि हामी तल जान्छौँ अनि फेरि माथि जान्छौँ अनि त्यसपछि त्यहाँदेखि यहाँ हो पहिला मन्दिर गएर 5 मिनट लाग्छ अरे अनि त्यसपछि तल जाउँला ढाबडाम जाउँला। मौकाले आएछौँ हामी मौकाले मामिलो हुन्छ बखतले भेट भन्छ नि बेला बेला यसो साइडिङ चुस्स आइराख्छ के गर्नु। अहिले मन्दिर जान लागेको तर मन्दिरै भेटिएन तर साथीहरू चाहिँ धेरै भेटिरहेको छ यहाँ ए तल मन्दिर तल
अनि यहाँ चाहिँ यो कहाँ जाने बाटो रे? यो कहाँ जान्छ? हो धन्यवाद मन्दिर धन्यवाद बाटै बाटो जागाइदी बाटै बाटो हामी चाहिँ अहिले मन्दिर गइरहेछौँ हाम्रो मामाको फेरि कोइली जस्तो स्वर सुनेर सबै म पछि मलाई दिने के गर्ने अनि हामी चाहिँ अहिले मन्दिर पुगेको हाल्नु एक हाल्नु हाम्रो एक हाल्नु पर्छ गफ जलाइदिन्छ हामी अहिले मन्दिर पुगेछौँ हामी कहाँ आइपुगेछौँ हामी मन्दिर अहिले कुन मन्दिर हो सुन्दरी जल मन्दिर अहिले हामी सुन्दरी जल मन्दिर पुग्छौँ मन अलि हल्का हल्का भएको अहिले चाहिँ दाइ चाहिँ भित्रै गएर पूजा गर्दै हुनुहुन्छ यहाँ मन्दिरमा सबसँगै छ दुःख कष्ट रोग व्यक्ति नलागोस् सुख शान्ति रहोस् कुशल मङ्गलमय जीवन रहोस् भगवान् जहिले पनि जाने रहोस् धन्य विद्यार्थी भन्ने रहोस् सुख शान्ति सिरिप आधी बाटो छ समथिङ अझै 6 घन्टा लाग्छ र यहाँबाट नि यो पाइपमा चाहिँ माथिदेखि ढापडामको त्यो पानी चाहिँ लिएर यो पोखरीमा राखिदिएको छ लुक एट दिस भ्यू साथीहरू चाहिँ अगाडि गइसकेको छ अनि हामी तिनजना यहाँ छौँ स्टिल हामी फोटो खिच्नलाई बसेको थियौँ कति घन्टा रे अहिले चाहिँ बल्ल हो पायो अघि सोधिरहेको थिएँ सबैले 5 घन्टा 6 घन्टा भन्दै हुनुहुन्थ्यो है अनि केटाहरू चाहिँ फनी आइसकेको छ है माथिदेखि कहाँ छौ भनेर अहिले पुरै सास फुलिरहेछ यो यहाँ चाहिँ अब गीतहरू बज्छ होला हाम्रो मैंने देवड़ा लगा ला भयंकर तो लहंगा क्या भलो चाजीरा अंगिली पिछारी हाय आँख में लगा ले काजल नजर लागली ये लहंगा आँख में लगा ले काजल नजर लागली बोतल खाउने बानी अहिले चाहिँ हामी पश्चिमको चिसा पानी हाम्रो गरी चाहिँ छना थियो हाम्रो छना त फेस्टो पाण मजा ल तर अहिले काठमाडौँमा आएर तर गाउँको भ्यू भाइब चाहिँ त्यहाँ छ ए छ्याङ खाने हो हाम्रो पुरै ग्याङ पेगी ओमा हामी चाहिँ अहिले बल्ल बाटो वन जङ्गलको 2 घन्टाको वन जङ्गलको बाटो गरेर अहिले हाइवेमा पुगेका छौँ सबैजना एकछिन हाइवेमा पुगेको खुसीमा अन्त हाइवे पुग्यौँ के भन्न चाहनुहुन्छ अब हाम्रो लगभग केही
कठिन यात्राहरू सफल भइसकेको छ। अब हाम्रो चाहिँ अब गन्तव्यतिरको 18 किलोमिटर जम्मा 18 किलोमिटर बाँकी छ। जम्मा 18 किलोमिटर बाँकी। रोडबाट चाहिँ 18 किलोमिटर लाग्यो होइन। के भन्न चाहन्छौ? कहाँ रोटी रोड जाने कि यो बाटो विपिन सकमा तर रोड नै छ जुन बाटो जाँदा नि हुन्छ। यदि तपाईँहरूसित गाडी घोडा हात्ती घोडा सबै छ भने रोटी बाटो जानुहोस्। हामी जस्तो केही छैन भने यसो बाटै बाटो यो पिपिसी बाटो बनाइदिया हो सिडीवाला यही बाटो चढ्दै अम्बा हो। किन्न अम्बा कसरी नि प्रतिजना 10 रुपियाँ। ए हामी खान त आफ्नो लागि 2-3 किन। 2 जना किन्न है 2 जना हामी खान्नौँ के त किन। यहाँ चाहिँ काठमाडौँ भ्याली चाहिँ देखेको छैन अलि यो कुहिरो लागेर हामी चाहिँ समथिङ आधी बाटो पुग्दाखेरि नै पुरै फ्याँ हो गई। अब चला नि जा रहा पसिनाले चाहिँ हामी लास्टिङ भएको छ। तर केटाहरूमा इनर्जी चाहिँ अझै बाँकी छ। तर गिदले हो कि तल लाएको छ्याङले हो कि र गइरहेछौँ ठिकै हो। तर कहाँसम्म पुगिन्छ हेरौँ। ज्यानले कहाँसम्म धान्छ भन्ने कुरा हो। जहाँसम्म धान्छ त्यहाँसम्म हामी जाने आफ्नो प्रयत्न गर्नेछौँ। पनि हामी 4 जना चाहिँ अगाडि छौँ र 3 जना चाहिँ पछाडि केटाहरू अलिक कमजोर ल्याग पिस पर्यो। बिहान 5 बजे उठेर आछौँ भनेपछि यतिको चलपल चाहिँ दिनै पर्छ। पकड़ो पकड़ो बिहान 6 बजेदेखिको यात्रा अहिले 12 बजे विश्राममा पुगेको छ। अहिले हामीले कति घन्टा 6 घन्टा पुग्यो। 6 घन्टापछि 6 घन्टापछिको यो अताह हिँडाइपछि हामी अहिले चाउचाउ ब्रेकमा बसेका छौँ। लास्टै फ्याँ भइरहेछ अहिले चाहिँ। 10-12 पुस्ताको फुर्ती अन्त्यमा नागार्जुनमा स्वाहा। नागार्जुन राष्ट्रिय निकुञ्जमा छौँ हामी।